ल ल रमाइलो हुँदैछ है गाइजहरु काम त गाह्रो हुन्छ हेलो एभ्रीवन वेलकम ब्याक टु माई न्यू ब्लग आई होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै आरामै छु म चाहिँ अहिले टक्क रोपाइतिर लागेको यार आली लाउन बाउँसो के भन्छन् त्यसलाई चाहिँ आलीहरू लाउने अनि यस्ता उति बिउहरू दिने गर्न जान लागेको फुपैकोमा अनि फेरि मोबाइलमा हेर्न नि डर लाग्यो कि यहाँ फेरि बाटो फेरि यस्तो छ नि त यो यस्तोमा हिँडिरहेको अनि त्यही भएर यहाँ भयौँ त बाटो त हेर्न पर्यो नाली कुलोको फेरि डिलबाट हिलो खेतहरूमा खस्यो भने फेरि बर्बाद भइन्छ हुन त के बर्बाद हुने अब जाँदा हिलैमा चोबालिने त त्यही हो अब फेरि यहाँ काम सक्दा बित्तिकै फेरि हरिचौर औषध ल्याइदिनु जानु भयो यार हजुरआमाको यार आज फेरि हिजो शनिबार गइएन बन्द थियो अब शनिबार दिन्न औषधि अब आज चाहिँ अब यता नि जानु पर्यो उता नि जानु पर्यो अब कता जाने अब 1-2 वर्षमा यता भ्याइन्छ होला अनि त्यसपछि फेरि तुरुन्त घर जाँदै बित्तिकै नआएर अनि फेरि औषध ल्याइदिनु जाने यार के गर्नु साथीहरू घरको जेठो बाटो भएपछि अब सबै आफैले गर्नु पर्दो रहेछ अब अरू छन त छन् गरी अरूको के आश गर्नु र खै आफै जे गरे पनि आफैले हो एक्लै गर्नुपर्छ त्यही भएर मलाई कसैको आश पनि लाग्दैन म आश पनि गर्दैन त्यही भएर एक्लै गर्छु होइन एक्लै सकेसम्म एक्लै गर्छु नसके अब के कसको के लाउँछ र होइन त्यही हो तर म गर्छु कसैको त्यस्तो आश पनि चाहिन्न मलाई सपोर्ट पनि चाहिन्न अब बा मम्मी छँदै हुनुहुन्छ साथ सपोर्ट गर्ने अरू त अब भाइ बहिनीको के आश गर्नु अब आमा बुढी मान्छेको झन् के आश गर्नु त्यही हो अब चाहिँ जस अब घरको जेठो बाटो भएपछि सबै अब आफूमाथि भार परि चाहिँ सम्हाल्नु पर्दो रहेछ यस्तो छ अब टाइम चाहिँ लाग्छ ठुलो बाटो नि यार मनोज दाइले फेरि कोही भन्नु रहन्छ क्या फेरि हामी 2 जना मात्र भनेर नि कहाँ हुन्छ नि त्यत्रो बाटो छ यार अनि यार आली लाउन दिमागको दही हुन्छ गर्मी टन्टपुर गर्मी हुन्छ झन् घामले चर्को हान्छ पुरै घाँटीमा हान्छ पुरै गर्मीले खतम बनाउँछ के गर्ने अब के भन्ने दाइलाई पनि अब 2 जना मात्र छौँ अब आली लाउन धस्सिन पर्ने होला त्यही हो अब गोरुले होइन उसले हात्ती ट्र्याक्टर लियो गोरु त अब लोप हुन लागिसक्यो गोरुले मजा हुन्थ्यो ट्र्याक्टरमा त्यस्तै हो अब यहाँदेखि हो खेत यहाँदेखि लिएर वहाँ टुप्पासम्म हो क्या त्यत्रो लगभग 100 मिटर त होला क्या त्यत्रो खेतमा अब 2 जना मात्रले नि कति गर्ने र खै टाइम त लाग्छ 1-2 बज्छ 1-2 बजेपछि चाहिँ च्याप्प सकेर सट्ट घर गएर नआएर फेरि औषध ल्याउन दुगुरी हाल्नुपर्छ त्यही हो अब हामी चाहिँ अब यसो अहिले आली लाउने यताउति देखाउन मिलेछ सकेछ भने चाहिँ देखाउँछु के अरे होइन यस्तो चाहिँ सबै जताततै धान लाउने मेस चलिरह अन्त पनि बोलाउँदा हुन्छ है मलाई आली लाउन खत्रै लागिदिन्छु सिक्लाई साथीहरू यो त कामै भने हेर्नु दाइले कति दामी लाउनु हो दाइले त यस्तो लाएर मलाई नि आउन त त्यही नि अब हातै सानो आम बिचरा माटो नि यति आउँछ 2 मुठी यो भाइ अहिले एकछिन पछि
चुका यार अलि बिस्तारै हिँडौँ न साथीहरू काम गर्दै पर्यो हामी त अब के भन्छ यस्तो काम गर्ने खै ए किसान अब खेतीपाती गर्ने मान्छे पर्यो किसान क्या काम त गाह्रो हुन्छ साथीहरू यहाँ चाहिँ आज मनोज दाइको मनोज दाइ चाहिँ उहाँ हेर्नु है पुरा जोत्दै हुनुहुन्छ ट्र्याक्टरले अहिले यहाँ रोप्दैछन् दाइले आली लाउरी हुनुहुन्छ राजेश दाइ चाहिँ हेर्नु कि यत्रो मोटो भएर नि खतरा काम गर्नुहुन्छ क्या दाइ अहिले कलकटको एक मात्र एकदार कसैलाई चाहियो भने सम्पर्क गर्दा हुन्छ यहाँ बाटो ठुलो छ ए उहीँ परै मान्छे कालो लागेको मान्छे है त्यहीसम्म उयो बाटो है साथीहरू ल अहिले एकछिनमा भेट्नुपर्छ है ल साथीहरू फेरि म अहिले भेट्छु भनेको थिएँ तपाईँहरूलाई भेटिसकेँ अहिले चाहिँ माहौल अलि काटिरहेको छ अलि खेतालाहरूले रोपिसके तर मनोज दाइले बनाउँदै बनाउनु होइन कि कतिलाई अब यिनले बिउ ओसारी छन् यिनी चाहिँ एक मात्र उसुन है त्यही भएर टक्क सचिन दाइले उहाँ लालै छन् त्यो लेडको के हो उहाँ राजेश दाइले ढौ गएर होला के बसी गर्नु अरूले चाहिँ टक्क रोप्दैछन् हेर्न सक्नुहुन्छ तपाईँहरू जेस यो रमाइलो हो के आज दाइ फेरि रोटी खान पाइन्छ भनेर आउनु पक्कै थाहा म सोध्छु है त दाइ हो कि होइन दाइ यार रोटी खान पाइन्छ भनेर आउनुको तर मलाई चाहिँ बोलाउनु क्या भिडियो गर्ला सुता उता अब आफू त हिँड्नु भन्छ त्यही भएर म चाहिँ यस्तो कुला हिँड्ने उही अब दाइले भिडियो गरेर भन्दैन सबको जोत्न लाउनु अगाडि जोत्न दिन्छ कि हानेर हेर नदिने हुन्छ नि हिलो अहिले मैले जाने हो कि दाइलाई ल अहिले एकछिनपछि भेटौँ दाइ दाइको एउटा भिडियो गराइदिन्छु त्यसपछि भेटौँ दाइ ल रमाइलो हुँदैछ है गाइजहरू ल हाम्रो राज दाइले मेसिन बन्द गर्नु अहिले चाहिँ ल साथीहरू म चाहिँ ड्याक्क चस्मा लगाएर हरियाली हेर्दै हो होइन अहिले चाहिँ अब यसो उता घरबाट यता चाहिँ साउनहरू सारेको कपडाहरू यो पुरानो थियो त्यही भएर यतिकै लिएर यहाँ सुकाएर यसो राखिदिनु पऱ्यो भनेर यसो अनि त्यसपछि रोपाइ समयमा गइएको थियो थाकी थियो अनि आएर फ्रेस भएर अनि यत्तिकै बस्यो अहिले चाहिँ केटाहरूले फोन हाने रहेछन् अघि थाहा नि पाइएन त्यस्तै हो अहिले एकछिनपछि काम सकेर केटाहरूले फोन हान्नुभयो होला अनि बल खेल्न जानु पर्ने होला आज चाहिँ 2-3 दिन भयो नखेलेको कस्तो लागिरह त्यही हो आजलाई भ्लग यति तपाईँहरूलाई के कस्तो लाग्छ लाइक सेयर सब्सक्राइब गरिदिनु होला बेल आइकन हिट गरिदिनु होला यति भन्दै म यहीँ बिताउन चाहन्छु हस्त जय नेपाल बाई बाई लभ यु अल अर्को नेक्स्ट भ्लगमा भेट्नेछौँ हामीहरू अब प्रतीक्षाको फल मिठो हुनेछ प्रतीक्षा गर्नु होला है त